आज हाम्रो अञ्जन भाइ एम बुद्धको गीत साथी पनि गाउन गइरहेका छन्। उनी हेर्दाखेरि त एम बुद्धकै बेसमा छन् र आज उनी एम बुद्धको गीत गाउने पनि कुरा गरिरहेका छन् र आशा गर्छु मैले अपलोड गरेको भिडियो तपाईहरुलाई मन परोस्। अञ्जन भाइ, लेट्स स्टार्ट introduction. My name is Anjan Buddha. I am from Chittagong. Let's start now. I am going to sing a song of Emma Buddha, that is Sathi. मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रताहरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौं। राति राति बागी घरमा आमा बुबालाई गाँठी मर्न र मार्न तयार एकअर्काको लागि सधैँ सँगै बस्थ्यौं। स्कुल पढ्दा हामी दुबई नजाने यदि एउटा बिरामी जे पनि बान्ने हाम्रो राम्रो थियो बानी। उसले एक दिन चुरोट सल्का सोध्यो ओइ खाने, मैले पनि ताने संकोचै नमाने। दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलतमा पसियो। जानी नजानी गाजा अनि गोटी सामान र पानी त्यो पछि त्यो दामी ज्याक नभए दिन पनि राम्रै नलाग्ने। त्यसपछि फेरि कहिले उस्तै रहेनौ हामी रहलौ सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ। साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले। यसरी नै लागु पदार्थमा डुब्दै गयौं गलतीले खराब परिणामको शिकार भयौं। कतिलाई कुट्यौं ठोक्यौं कतिलाई लुट्यौं घरमा आफ्नै आमा बुबासँग जट्यौं। आफैमा लड्यौं तर खान छोडेनौ बिस्तारै हामी एक अर्कासँगै बोलेनौ सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा। उभिन मलाई एक रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाचा गरे बाहिर ननिस्ती कोठाभित्र सुतेर बसे बिस्तारै म पढाइतिर अघि बढे सुन्ने गर्थे उ अझै त्यस्तै छ भन्ने। एक दिन अचानक उसको भाइ मसँग रुन लाग्यो मेरो मनमा भिन्न प्रश्नहरू उठ्न थाल्यो। उ अघिल्लो रातमा रे म माथि आकाश खस्यो म बेहोसिएँ रहल सँगै आज तर म तर तेरो भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले। विभिन्न प्रश्नहरूको उत्तर खोज्छु म एउटा हात सधैँ सोए गरी सोध्छु म सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो तेरो मेरो साथ। हाम्रो मनोबल विशाल हुन्थ्यो हात पनि जित पनि हार हुन्थ्यो घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो। दुःख सुखमा सधैँ रोइन्थ्यो हाँसिन्थ्यो तर म दाजुभाइ जसरी बाँचिन्थ्यो। के लानु छ जिन्दगी दुई दिनको नासो त छाडी गएस् तर एक दिन म पनि आउँछु त्यो सुन्दर शान्त संसारमा। त्यो बाधा पारेको जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु हो त्यसैले लड्दैछु सङ्घर्ष गर्दैछु र कस्तो छ साथी म सन्चै छु तेरो याद आयो अनि सम्झेर बस्दैछु हामी फेरि भेट्छौँ भनी दिन गन्दैछु रहल सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ। साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले। Thank you Anjan bhai. Okay, if you like my song, you can watch other videos at Kundan Raj Pandey in YouTube. Okay friends, watch it.